ठाउँ देखाउँछु इट्स फकिङ सो नाइस के आमा म हिजो अस्तिसम्म मलाई कस्तो विदेश आए जस्तो फिलै भएको थिएन कि किनकि त्यस्तो भ्यू नै मैले देखेकै थिएन होइन अन द वे टु लेक टिकापुमा यस्तो ठाउँ आयो म अलिकति लिपस्टिक लाउँछु यो चाहिँ काट है पिदामा लेक टिकापु जाँदैछौँ लेक टिकापु चाहिँ यहाँबाट 2 घन्टा टाढा छ लेक टिकापुमा आज हामी एक दिन बस्छौँ होला लेक टिकापु हेरेर अनि भोलि चाहिँ माउन्ट कुक जाने प्लान छ है ल अब हामी निस्किन लागेको अहिले तपाईँको 10 बज्न लाग्यो 10 बजे अब हामी निस्किने भने 8 बजे भनेको थियो अलिकति बिजी भइयो कामसाम बिहान उठ्यो 7 बजीतिर हल्का खानसाना पकाइयो खाइयो अब जाँदैछौँ है त ल वी आर रेडी टु गो ओके गाइस स्टे ट्युन हेर्दै गर्नु होला लास्टसम्म भिडियो हेर्नुहोस् होला कमेन्ट गर्नु नबिर्सिनुहोस् लाइक सेयर सब्सक्राइब पनि हानिदिनुहोस् जसले हान्नु भएको छैन हस् गाइस हामी चाहिँ निस्केको है त अब जर्नी त बाटोमा त्यस्तै हो लेक टिकापु पुगेपछि चाहिँ म हजुरहरूलाई देखाउने नै छु कस्तो छ लेक टिकापु भन्ने कति घाम लागेको छ हेर्नुहोस् तपाईँहरू बाहिर लेक टिकापु जाँदैछौँ होइन अनि त्यहाँ जाँदा जाँदै बाटोमा यति राम्रो राम्रो भ्यूहरू हेर्न पाइयो है अनि लाइक मलाई चाहिँ यहाँ यो यस्तोमा चाहिँ झरेर फोटो खिच्न एकदम मन थियो तर खै हामी सिधै जाने होला है तर यहाँ एकदम राम्रो लाइक भ्यू राम्रो आएको छ सिन चाहिँ लाइक ठ्याक्क घाम लागेको अनि यस्तो दामी देखेको छ है सो अझै हेर्न बाँकी नै छ हामी त यो त बल्ल जर्नी स्टार्ट गरे अब वहाँ पुगेर कतिवटा भिडियोजहरू हाल्नै छ म हजुरहरूलाई देखाउँछु अनि गाइस अर्को कुरा चाहिँ मैले लाइफमा अहिलेसम्म एकचोटि पनि हिउँ खेलाएको छैन अनि मेरो चाहिँ त्यो इच्छा पुरा हुन्छ होला सायद अझै हिउँ परेको भयो भने त झनै बेस्ट होइन तर जेसुकै भयो नि हिउँ छुम न होइन मलाई अहिलेसम्म छुँदैन कि तर मेरो ठुलो रहर छ अस्ति पनि हामी वहाँ के अरे टिमारू जाने टाइममा पनि टनल बिच जाने टाइममा पनि बाटोमा पुरै हिउँ थियो तर जेसुकै भएन भने नि मैले ओके जसुकै भयो अनि द्याट मोमेन्ट पनि बाटोमा हल्का देखेको थिएँ म एकदम खुसी भएको थिएँ कि तर छुन चाहिँ पाएन तर मलाई एकदम एक्साइटमेन्ट मेरो एकदम हाई छ किनकि म भोलि सायद हिउँ छुन्छु होला अझ हिउँ पऱ्यो भने त कस्तो बेस्ट हुन्थ्यो होला है अनि हजुरहरू यो भ्यूहरू हेर्नुहोस् कस्तो राम्रो छ गाइस लिटरली कस्तो लाइक यो घाम भएर पनि होला कि घाम र यो ब्लू देखेछ यो लेक पनि है अनि त्यो ब्याकग्राउन्डको हिमाल मलाई त कस्तो फोटो खिच्नु मन छ हो झरेर ट्याङ तर के गर्नु मेरो हस्बेन्डजीलाई फोटो खिच्न नि त्यति आउँदैन यस्तै छ गाइस बिहान हिँडेको मलाई त भोक पनि लाग्न थालिसक्यो इभन मैले फ्राइड राइस बनाएको थिएँ कि बिहान अनि त्यो पनि लिएर आएको थियौँ हामीले बाटोमा खाम्ला भनेर तर उहाँलाई चाहिँ पिरो लाग्यो अरे हामी हामी कहाँ जाँदै यही हो ओ थ्याङ्क यू बट मलाई हर्ट मात्र अहिले हामी एकदम मिलेछौँ होइन तर फेरि अनेस्टली अब एकछिनमा मेरो फोटो यस्तो बिगारेर खिचिदिनुहुन्छ मलाई यो पनि थाहा छ कि त्यही भएर म जस्ट हर्ट होप राम्रो खिचिदिनुहुन्छ उहाँले म हजुरहरूलाई भ्यू देखाउँछु गाइस रुक्नु म गाडीबाट झरेर भ्यू देखाउँछु हजुरलाई म हजुरलाई भ्यू देखाउँछु कस्तो छ भ्यू भने इभन म लिपस्टिक पनि लगाएको छैन आज मैले मेकअप नै गरिनँ कि मेन भने
Oh my god! I want to. Oh fuck my. म हजुरहरूलाई भ्यू देखाउँछु वेट पहिला त्योभन्दा अगाडि चाहिँ म अलिकति लिपस्टिक लाउँछु यो चाहिँ काट है यु क्यान सी गाइज म चाहिँ उहाँले मेरो लागि भनेर भिडियोजहरू बनाइदिइरहनु भएको छ सो भिडियोजहरू बनाइदिन्छु भन्नुभएको छ सो म हजुर त्यस्तो खास टाइपको केही थिएन कि अनि फाइनली आज चाहिँ अनुसले मलाई राम्रो ठाउँमा ल्याउनु भयो मेरो बुढाले म त रोइदिन्छु होला कस्तो राम्रो होइन यो पानी पनि यस्तो निलो कसरी हुनसक्छ वेट म ब्याक गरेर देखाउँछु हजुरलाई यु लुक 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 गाइज तिमीलाई के भन्नु छ मेरो भ्लगमा ठिक छ राम्रो छ यो त्यस्तो खास टाइपको केही थिएन कि अनि फाइनली आज चाहिँ अनुसले मलाई राम्रो ठाउँमा ल्याउनु भयो मेरो बुढाले म त रोइदिन्छु होला कस्तो राम्रो होइन यो पानी पनि यस्तो निलो कसरी हुनसक्छ वेट म ब्याक गरेर देखाउँछु हजुरलाई यु लुक 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 गाइज तिमीलाई के भन्नु छ मेरो भ्लगमा ठिक छ राम्रो छ यो अन द वे टु लेक टिकापुमा यस्तो ठाउँ आयो चुप्पा देऊ न एकचोटि एकदम राम्रो ठाउँ छ मलाई एकदम मन पर्थ्यो बल्ल मलाई विदेश आइ फिल भयो न त तिमीले अस्तिसम्म मलाई नेपालै लगे जस्तो ठाउँहरू लगाएको थियो बट नाउ यु गाइज क्यान सी कस्तो छ भनेर एक्साइटमेन्ट हो फेरि अब बुढाले मलाई फेरि स्याड बनाइदिन्छन् अबको 10 मिनटमा मेरो फेसमा यो वाला रियाक्सन 100% स्योर हजुरले भेटाउनु हुँदैन किनकि सर्जी त्यस्तै तिम्रो मुड स्विङ हुन्छ धेरै के भन्नु अब दुईजना मात्रै आएपछि आफै स्ट्यान्ड ल्याएर फोटो खिच्नु पऱ्यो भिडियो बनाउँदैछन् पछाडि स्ट्यान्ड छ उसको मोबाइल स्ट्यान्ड त्यहाँबाट चाहिँ भिडियो बनाउँदैछ ऊ अगाडि देख्न सक्नुहुन्छ तपाईँहरू मैले चाहिँ अब दुईजनाको भिडियो बनाउने रे दामीवाला है त यस्तै ट्युन गाइज दामी छ ठाउँ अझ लेक टिकटक यो चाहिँ टिकटक बनाउने पहिला प्री के भन्छ प्री पर्फर्मेन्स रिहर्सल चलिरहेछ टिकटकको ल भयो हजुरको रिहर्सल बुढो हाम्रो गाडी उतै छ है रबर चाहियो कि मलाई यहाँ रहेछ अर्को भुइँको रबर टिपेर ल होइन कि मलाई रबर चाहियो त अब Go. Take two. है त गाइज यो यस्तै बियो राम्रो हो कि यसरी लाको राम्रो हो भने लाग्यो राम्रो 1 2 3 go 1 2 3 go ठाडै भयो क्या त है ए वान टेक ल वान मोर टेक 10-20 टेक होइन न भन्नु न किन त भन्यो यो त ओइ त ल फाइनल देखाउँछु म देखाउनु भयो हल्का सर है तिमी पनि यसरी यसरी हो त्यहाँबाट मुभ हुँदै थोरै थोरै 1 2 3 go बाय बाय फेरि कट लाइक यस्तो हो नि त अनि म त कहाँ ल ओके ल तिमी आफै भन आफै गर के ल रेडी रुकै 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 स्टेप नै बिर्से के खन्दिने भयो तिमीले त्यहाँ ल ल 1 2 3 go बिर्से के तिमी छोड्दे भयो प्लिज न यार आउँदैन भने त के गर्नु
झाउ किन माने झ्याउ मानिहाल्छ नि तिमी 10 वटा गटेक लगाएपछि त रुक है भन है कहिले go go भनेपछि गर ल 1 2 3 go This is very nice के यहाँको मान्छेहरूको चाहिँ बेसी हाम्रो त उतातिर स्याङ्जामा स्याङ्जामै पुग्यो नेपालमा यस्तो चाहिँ हुँदैन तिनीहरू जाने मुद्दिन्छन् राम्रो ठाउँमा फोहोरै मैला यहाँ हेर्नुहोस् एउटा के फोहोरो पाउनुहुन्न हजुरले एउटा पनि के कागजको टुक्रा पनि छैन कि मैले कति खोजेँ होइन तर कागज रबर चाहिँ भेटायो रबर भेटायो रबर भेटाएर यिनले टाउकोमा लगाइसकिन् आफ्नो रबर ल्याउनु बिर्सेर हजुरले मेरो यति राम्रो राम्रो भिडियोज फोटोजहरू बनाइदिनु भयो थ्याङ्क यू सो मच फर्स्ट टाइम होला कि लाइफमा आउनुहोस् यति राम्रो राम्रो फोटोज र भिडियो गर्नु आज चाहिँ म एकदम अफसेट नै छैन कि अनि प्लिज हजुरहरूलाई यदि मेरो भिडियोजहरू अनुसले कस्तो भिडियोज बनाइदिनु भयो भनेर हेर्नु मन छ भने मेलोडी भनेर सर्च गर्नुहोस् टिकटकमा म पोस्ट गर्दैछु सायद हजुरले यो भिडियो हेर्दाखेरिमा मेरो भिडियोज पोस्ट भइसकेको हुन्छ होला सो त्यहाँ हेर्नुहोस् अनुसले सबै त्यो जति पनि भिडियोज हुन्छ त्यो सबै अनुसले नै बनाइदिएको छ सो थ्याङ्क यू गाइज फर वाचिङ प्लिज लाइक शेयर सब्सक्राइब ओके गाइज थ्याङ्क यू यो गाइज हामीले बुक गरेको चाहिँ मैले बुक गरेको चाहिँ एयरबिएनबी यही हो है हजुरहरूलाई म देखाउँछु तपाईँहरूलाई कस्तो छ त यहाँबाट जाने भित्र यहाँबाट भित्र गएर यो चाहिँ हाम्रो की बक्स रहेछ यो अकोमोडेसनको यहीँ चाबी थियो मैले लिइसकेँ चाबी चाहिँ अनि यो चाहिँ रुम हो यता चाहिँ बाहिर भ्यू हेर्नुहोस् तपाईँहरू यहाँ चरा पनि रहेछ चरा चाहिँ यहाँ किन बसिरहेको छ त यहाँ के पाल्तु चरा के हो भ्यू हेर्नुहोस् तपाईँहरू टेबल दिएको रहेछ भित्र छिरौँ भित्र रुम देखाउँछ हौ तपाईँहरूलाई रुम टुर गराउँछ यता एउटा क्विन बेड दिएको छ टिभी दिएको छ भित्र चाहिँ तातो छ जाडो छैन क्विन बेड टिभी अनि त्यहाँको चाहिँ लक रहेछ त्यो अर्को रुम रहेछ अनि यो किचन एरिया भयो यो चाहिँ वासिङ रुम भयो होइन यो पनि प्राइभेट रहेछ यिनीहरूको के सामानहरू राख्यो होला यता एयरबिएनबी है यो होटल भन्दा पनि एयरबिएनबी हो मैले बुक गरेको एसी यहाँ रहेछ टक्क राम्रो छ नि ठिक छ यति नै हो दामी लाग्यो भने तपाईँहरू प्लिज लाइक सेयर सब्सक्राइब गर्नुहोस् अब यहाँबाट चाहिँ लेक टिकापु अगाडिको चाहिँ लेक टिकापु है त त्यो एरिया अगाडि देख्न सक्नुहुन्छ लेक टिकापु त्यही यता अर्को सिक्रेट रुम पनि रहेछ हेर्नुहोस् तपाईँहरू अर्कोलाई पनि चाहिन्छ भने यता अर्को रुम पनि छ यता गाइजहरू ल गाइजहरू अब एकछिन रेस्ट गरियो होइन उसको फोन चार्ज गरियो मेरो बुढीको अब हामी चाहिँ एकछिन निस्किन लाग्यो एकछिन बाहिर टाउनतिर हेर्छौँ घुम्छौँ अनि लेक टिकापु पनि हेर्छौँ राम्रोसँग लेक टिकापु चाहिँ घुम्न पाएको छैन नि त अब त्यतातिर जान्छ हामी लेक टिकापु आइसक्यो यहाँ ब्रिज छ के छ यहाँ चाहिँ टोलीहरू छन् टोलीहरू जाऊ अगाडि अगाडि त ब्रिजमा वकिङ गरेर आएको छौँ ब्रिज हेर्नुहोस् तपाईँ पानी कलर हाल्यो होला कि
कलर हाले होइन नेचुरल हो नेचुरल यत्रो कलर हाल्यो हुन्छ भने यस्तो सफा छ नि। पिरो। ग्लेसियरहरू पनि छ यहाँको कस्तो doing चिसो पानी छुनु पनि डर लाग्छ मलाई चिसो छ होला लेकको पानी त चिसै हुन्छ होला ताल हो नि त यो त होइन तालको बरु अलि तातो होला नि रिभरको पो चिसो हुन्छ होइन तालको चिसो हुन्छ रिभरको तातो हुन्छ याद राख जहिले पनि ल फेब्रुअरी तालको कति तातो छ पानी कसले भन्यो ल, म कहाँ खेलेर आएँ। No. खोलाको बगिरहेको छ नि गर्मी त छ नि त गर्मी थियो नि जे त भयो नि खोलाको त्यो बगिरहेको छ नयाँ नयाँ पानी आउँछ चिसो हुन्छ लेकको तालमै जमिरहेको हुन्छ नि त त्यो पानी कहीँ बग्न पाउँदैन त्यसो अलि तातो हुन्छ बुझ्नुभयो तपाईँहरूले नलेज लिनलाई चाहिँ What's the स्न्याक टाइम भयो तिम्रो चेयरको भिड हेर्नुहोस् उहिरो लाग्छ उहिरो ताल नहेर्न पाएको होइन तिमी पनि ताल हेर्नु पाएको सब हेर्ने फेरि गाइस हामी यहाँ जतिजना पनि छन् नि त्यहाँ एउटा युरोपियन छैन युरोपियन खोजिरहेको छ युके युरोपियनै खोजे गाइस सबै सबै आफ्नै देश गयो जस्तो फिल भन्छ यस्तो भाषा अरे उसलाई जिन्दगीमा चलिरहन्छ लाग्छ विदेशी घुम्न आउँदो रहेछ र घाम आयो नि त अब घाम देखियो है घाम देखिन लाग्यो है गाइसहरू हेर्न सक्नुहुन्छ तपाईँहरू चिसो होला 4 डिग्री नै होला नि 4 डिग्री नै होला नि अब उसले पानी छुन्छ अरे चिसो छ अर्को पालि त चिसै हुन्छ त अनि नगर्नु नि हामी उता पारि जान पर्ने नि गाडीले कोही नठाउँ अब हामी फर्किँदैछौँ यति नै थियो हाम्रो जर्नी होइन त हामी लेक टी क्याप यो बिल्डिङ हेरेपछि तपाईँहरूले थाहा पाइसक्नु होला हामी कहाँ आइपुग्यौँ यो बिल्डिङ हेरेर थाहा पाउनुभयो त तिमीले भन्नु कहाँ आइपुग्यौँ हामी खै थाहा भएन कहाँ आइपुग्यौँ हरायो तिमी छैन म सो नहराउँदिनौ तिमी म हराउनु दिन्न अब हामी के खान जाऊँ हाम्रो एयरबिएनबीमा लगेर यही त नि यता खिच्ने डिटो मैले त्यस्तो केही पनि भनेन डिटोलाई त बस्नु त्यता यता यो ढुङ्गामा बस्छ यो ढुङ्गामा बस्छ ढुङ्गा छान्नु तिमी नै छान पछाडि मान्छे देखिन्छ नि त अनि कस्तो राम्रो हुन्थ्यो के हेर त्यो ढुङ्गामा उभिएर त जाऊँ हिँड अगाडि पुल हेर्नुहोस् तपाईँहरू पुल हेरौँ हामी घुमेर हल्का सामानहरू किनेर रातिको लागि डिनर है त बाहिर खायो त्यही 40 इच्छा